वन्स अगेन आज चाहिँ को भिडियो चाहिँ अलि स्पेशल हुनेवाला छ। आज चाहिँ पहिला म मम्मीसँग सपिङ गएँ असन जमलतिर अनि वरिपरिको यसो भिडियोहरू खिचेँ, हजुरहरूले देख्न सक्नुहुन्छ। म चाहिँ जमल हनुमान ढोका एरिया गयो भने चाहिँ जहिले पनि आर्ट एन्ड आर्किटेक्चरहरू हेर्छु, हाम्रो देशको कति राम्रो छ भनेर है। अनि त्यो पछि डोरेमनले पनि यस्तो राम्रो लागेर मैले खिचिहालेँ। अनि त्यो पछि दिदी आउनुभयो, दिदी आइसकेपछि चाहिँ अब हामी सपिङ गर्नतिर लाग्यौँ। मैले सपिङको त त्यस्तो भिडियो त खिचिन छु है, अब वरिपरिको यसो खिच्छु भनेको बिर्सेछु। सपिङ त हामीले धेरै कुराहरू गऱ्यौँ, अनि यसो लुकेर मम्मीहरूको पनि यसो फोटो क्लिक गरिहाल्छु अनि हजुरहरू पनि एकचोटि यो पज गरेर हेर्नुहोस् त। यो मसलाहरूको नाम त सबै हजुरहरूलाई पनि थाहा छैन होला है, म त टुवा परेँ के पो हुन् मसलाको नाम पनि। अनि अब जमल एरियातिर भित्र छिर्दै हामी चाहिँ हनुमान ढोकातिर गयौँ। अब यो साडीको पसलमा अब मम्मीले त सपिङ त के गर्नुभयो, मैले सबै त रेकर्डै गर्न पाइनँ भने मैले बिर्सेछु भनौँ भने। तपाईँको ड्राई फ्रुट्सहरूदेखि लिएर विभिन्न अब चाहिने अब चिजहरू पनि आइरहेको छ, त्यसको सपिङ हामीले गरेका थियौँ। तर अब भिडियोमा क्याप्चर गर्छु भने गरेनौँ र हामी अनि यहाँबाट मैले मम्मीलाई घर ड्रप गर्दै घरमा खाजा खाएर चाहिँ म आफ्नो अर्को गन्तव्यतिर लागेँ। मेरो क्लास 10का स्टुडेन्ट्सहरू चाहिँ मलाई भेट्ने भन्थे, अनि त्यसपछि हामी भेट्यौँ। Oh yeah, let's take a trip. Just sit back and light a split with this and don't slip on a funky dope track. Jump back, strapped with a fat Buddha sack in a 7-8 black. Don't clean, gangsta lean, I got green, but I serve drugs like it ain't no thing. I hang with all the players, don't set trips, or you might get tripped on the rack back. I take 2 steps back and release my. अनि केटाहरूसँग मिठो गफ गर्दै अगाडि यसो होइन मिठो मिठो खानेकुराहरू खायौँ। अब गफ गर्दै केटाहरूलाई पनि यसो ट्रिटहरू होइन हामीले मिठो मिठो अब त्यही हो पानीपुरी चरपटीहरू उनीहरूलाई खान मन लाग्ने कुराहरू लाफिङहरूदेखि लिएर अरू विभिन्न प्रकारको खानेकुराहरू खायौँ। मिठो माने खायो केटाहरूले, मलाई पनि खुसी लाग्यो। यहाँ हाँस्दैछन् केटाहरू, गफ हाल्दैछन्, जे भयो धेरै पछि स्टुडेन्टहरू भेट्दा खुसी नै लाग्छ। आफूले जिन्दगीमा कमाएको भनेको यही हो, सम्पत्ति कमाउन नसके पनि स्टुडेन्टहरूको विश्वास होइन, उनीहरूको माया नै कमाउनु ठुलो कुरा हो मेरो लागि चाहिँ। र अहिलेको जमाना भनिन्छ नि स्टुडेन्टहरू पहिला त तपाईँको टिचरबाट टाढा भएको थिए, अहिले सँगै बस्ने सँगै खाने यस्ता हुन्छन्। ल हेर्नुहोस् है त होइन साउन्ड त राख्दिनँ म। थ्याङ्क यू एभ्री वान फर वाचिङ माई भ्लग। थ्याङ्क यू।